नमस्कार सबैजनामा। हिजो मैले त्रिभुवन युनिभर्सिटीले लिने एमए सोसियोलोजीको इन्ट्रान्स एक्जामको मोडल क्वेसन भनेर युट्युबको सर्चमा राखेको थिएँ। त्यसमा चाहिँ धेरै कमेन्ट्स आयो भने मैले त्यसको एन्सर सहितको भिडियो बनाउँछु भनेको थिएँ। त्यसैले आज म उक्त क्वेसनहरूको एन्सर सहितको भिडियो बनाउन गइरहेको छु। यसमा चाहिँ सर्वप्रथम त्रिभुवन युनिभर्सिटीले यसको इन्ट्रान्स एक्जाम टोटल 50 वटा क्वेसन 100 मार्कको र 1 घण्टाभित्रमा सक्नुपर्ने हुन्छ र यसको पास मार्क चाहिँ 40 भनेको छ। यसलाई अब क्वेसन सुरु गरौँ है त। फर्स्टमा छ अब प्लिज सर्कल द करेक्ट एन्सर अफ द इज अफ फलोइङ क्वेसन्स अन एन्सर सिट प्रोभाइडेड। अब त्यसमा चाहिँ टियुले एन्सर सिट प्रोभाइड गर्छ, त्यसमा चाहिँ गोलो गोलो लगाउने हुन्छ, गोलो गोलो हुन्छ र एन्सर करेक्ट एन्सरमा को जति नम्बरको हो त्यति एबिसीमा अनि गोलो लगाउनु पर्ने हुन्छ तपाईहरुले। त्यति गरिसके पश्चात भने अब हामी क्वेसनतर्फ लागौं। हु इज द रिकमेन्डेड फर द डक्ट्राइन अफ सोशल डार्विनिजम? यसको सही जवाफ हो बी हर्बर्ट स्पेन्सर। त्यस्तै अनएचिभ्ड स्टाटस इज नट बेसिस अन के का आधारमा भन्दाखेरि इम्प्लोइमेन्ट, एजुकेसन, किङशिप, क्यापेसिटी। यसको सही जवाफ हो सी किङशिप। हु इज द कन्सिडर्ड एज द की फाउन्डर अफ सोसियोलोजी? सोसियोलोजीका पिता भनेर नम्बर सी अगस्ट कम्टेलाई चिनिन्छ। त्यस्तै द सोशल प्रोसेस वेयर बाई इन्डिभिजुअल्स अर ग्रुप कम टु सेयर द सेम सेन्टिमेन्ट्स एन्ड गोल इज कल्ड बी नम्बरको यसको चाहिँ एसिमुलेसन। विच one of the following is the social process? 6 नम्बरको एन्सर छ डी all of above। 7 नम्बरको क्वेसन रहेको छ हु सेड दैट सेल्फ एन्ड सोसाइटी आर ट्विन बोन? यसको सही जवाफ हो नम्बर सी सिएच कुले। त्यस्तै रोदिगर इज अ प्र्याक्टिस एसोसिएट विथ कम्युनिटी? रोदिगर कुन कम्युनिटीसँग एसोसिएट छ भन्दा नम्बर बी गुरुङ। त्यस्तै हु फर्स्ट इन्ट्रोड्युस द कन्सेप्ट अफ एलिनेसन इन सोसियोलोजिकल थ्योरी? यसको सही जवाफ हो कार्ल मार्क्स। यसमा चाहिँ अब कन्फ्युज नहुनु होला, केही सोर्सले हेगेललाई पनि लिने गर्छ, तर हेगेलले कन्सेप्ट ल्याए तर सोसियोलोजीमा थ्योरिटिकल रूपमा इन्ट्रोड्युस गरेको चाहिँ कार्ल मार्क्सले हो। 3 नम्बरको क्वेसन छ अकॉर्डिङ टु दुर्खाइम primitive societies are characterized by बी। यसको सही जवाफ हो मेकानिकल सोलिडारिटी। प्रिमिटिभ चाहिँ मेकानिकल हुन्छ, त्यस पछाडि अर्गानिक हुने हो, सो यसको एन्सर चाहिँ बी। द नोसन अफ एजिआइएल इज एक्सप्लेन बाई तालकोट पार्सन रिफर टु? यसको सही जवाफ हो सी एडप्टेसन, गोल एटेनमेन्ट, इन्टिग्रेसन एन्ड लेटेन्सी। एजिआइएल भनेको यो हो। 12 नम्बरमा छ इन व्हिच स्याम्पलिङ मेथड इज एलिमेन्ट इन द पपुलेसन एज अन इक्वल एन्ड इन्डिपेन्डेन्ट चान्स अफ बिङ सिलेक्टेड? यसको सही जवाफ हो बी सिम्पल ऱ्यान्डम स्याम्पलिङमा चाहिँ जो पनि सिलेक्ट हुने सम्भावना हुन्छ। त्यस्तै कास्ट सिस्टम इज? यसको सही जवाफ हो तीनैवटा बेसिड अन हिन्दू रिजन अनि हायरार्किकल डिभिजन अफ लेबर, सेगमेन्टल डिभिजन अफ सोसाइटी। त्यसैले यसको सही जवाफ डी अल अफ एबोभ। नम्बर 14 को क्वेसन रहेको छ हु इज द अथर अफ द बुक ल्यान्ड एन्ड सोसियल चेन्ज इन द इस्ट नेपाल? यसको सही जवाफ छ नम्बर सी। त्यस्तै 15 नम्बरको क्वेसन रहेको छ संस्कृतिराइजेसन इज अ सोसियल प्रोसेस अल्सो नोन एज? यसको सही जवाफ हो डी अल अफ एबोभ। त्यस्तै 16 नम्बरको क्वेसन रहेको छ द पर्सपेक्टिभ अफ स्ट्रक्चरल फङ्सनलिजम इज प्रोपाउन्डेड बाई? यसको सही जवाफ हो डी इमानुएल दुर्खाइमले पहिलोपल्ट स्ट्रक्चरल फङ्सनलिजमको प्रयोग गरेका थिए। त्यस्तै 17 नम्बरको क्वेसन छ द प्रोसेस अफ मोडलिङ एन्ड सेपिङ द पर्सनालिटी अफ द ह्युमन इन फ्याक्ट इन सच वे द्याट दे बिकम अन एक्सेप्टेड मेम्बर अफ सोसाइटी इज नोन एज? यसको सही जवाफ हो बी सोसियलाइजेसन। त्यस्तै 18 नम्बरको क्वेसनको छ वाट डज लेटेन्ट फङ्सन मिन? यसको सही जवाफ हो सी
त्यस्तै 19 नम्बरको क्वेसन रहेको छ according to Talcott Parson the dot is made up of the interaction of human individuals. यसको सही जवाफ रहेको छ ए social system. त्यस्तै नम्बर 20 को क्वेसन रहेको छ the large portion of the labor force is involved in mechanized production of goods and service is called. यसको सही जवाफ हो नम्बर डी इन्डस्ट्रियल सोसाइटी. त्यस्तै नम्बर 21 मा रहेको छ when was the communist manifesto first published. कम्युनिस्ट मेनिफेस्टो फर्स्ट पब्लिस्ड 1848. यसको सही जवाफ हो नम्बर बी. नम्बर 22 को क्वेसन रहेको छ इन एकाडेमिक राइटिङ एपीए फर्मेट इज नोन एज. यसको सही जवाफ हो नम्बर सी रिफरेन्सिङ स्टाइल अफ अमेरिकन फिजियोलोजिकल एसोसिएसन. त्यस्तै नम्बर 23 को क्वेसन छ हु रोड द बुक द सेकेन्ड सेक्स. यसको सही जवाफ हो नम्बर बी सिमोन. त्यस्तै 24 नम्बरको क्वेसन छ अ हिस्टोरिकल सोसियल सिस्टम इज विच कल्चरल पोलिटिकल एन्ड इकोनोमिक स्ट्रक्चर आर डोमिनेटेड बाई मेल्स इज सी. यसको सही जवाफ हो सी पेट्रियार्की. त्यस्तै नम्बर 25 को क्वेसन छ द सोशल ग्रुप विच इज क्यारेक्टराइज बाई द फेस टु फेस इन्टरेक्सन इज नोन एज. यसको सही जवाफ हो नम्बर ए प्राइमेरी ग्रुप. त्यस्तै नम्बर 26 को क्वेसन रहेको छ विच अफ द फलोइङ इज नट अ प्राइमेरी किन. यसको सही जवाफ छ नम्बर सी अङ्कल. नम्बर 27 को क्वेसन छ वाट काइन्ड अफ ग्रुप इज द फ्यामिली. यसको सही जवाफ रहेको छ नम्बर ए प्राइमेरी ग्रुप. त्यस्तै नम्बर 28 को क्वेसन रहेको छ रोबर्ट के मटन अर्थात् आरके मटन इज अ अर अन डट. यसको राइट एन्सर रहेको छ नम्बर बी स्ट्रक्चरल फङ्सनलिस्ट हुन् आरके मटन. त्यस्तै नम्बर 29 को क्वेसन रहेको छ. त्यस्तै नम्बर 29 को क्वेसन छ हु परफर्म द नेसन अफ द लुकिङ ग्लास सेल्फ. यसको सही जवाफ हो नम्बर सी सीएच कुले. त्यस्तै नम्बर 30 को क्वेसन छ इन मार्क्सिस्ट थ्योरी द वर्किङ क्लास इज अल्सो कल्ड. यसको सही जवाफ हो प्रोलेटेरिएट नम्बर सी. त्यस्तै 31 नम्बरको क्वेसन छ द टोटल ग्रुप अफ पिपुल अ रिसर्चर इज इन्ट्रेस्टेड टु स्टडी इज कल्ड. यसको सही जवाफ हो पपुलेसन. त्यस्तै नम्बर 32 को क्वेसन रहेको छ विच सोसियोलोजिस्ट थट अफ सोसियोलोजी एज द स्टडी अफ टु एस्पेक्ट अफ सोसाइटी सोसियल स्ट्याटिस्टिक्स एन्ड सोसियल डाइनामिक्स. त्यस्तै यसको सही जवाफ रहेको छ नम्बर सी अगस्ट कम्टे. त्यस्तै नम्बर 33 को क्वेसन रहेको छ वाट इज द सोसियोलोजिकल इमेजिनेसन. यसको सही जवाफ हो नम्बर बी अनएबिलिटी टु कनेक्ट इन्डिभिजुअल टु लार्जर सोसियल इस्यु. त्यस्तै नम्बर 34 को क्वेसन रहेको छ विच अफ द फलोइङ थ्योरिटिकल पर्सपेक्टिभ भ्यू सोसाइटी एज अ सिस्टम अफ इन्टररिलेटेड पार्ट्स द्याट वर्क्स टुगेदर टु मेन्टेन स्टेबिलिटी. यसको सही जवाफ हो नम्बर बी स्ट्रक्चरल फङ्सनलिजम. त्यस्तै नम्बर 35 को क्वेसन छ डट आर द स्ट्यान्डर्ड्स पिपुल आई हेभ अबाउट वाट इज गुड अर ब्याड. यसको सही जवाफ हो नम्बर ए भेल्यु. त्यस्तै नम्बर 36 को क्वेसन रहेको छ वान अफ द मेन फिचर अफ कास्ट सिस्टम इज. यसको सही जवाफ हो नम्बर ए इन्डोगामी. त्यस्तै नम्बर 37 को क्वेसन छ द नेसन अफ अर्ग्यानिक एनालोजी रिफर टु. यसको सही जवाफ हो नम्बर ए द कम्पेरिजन अफ सोसाइटी टु लिभिङ अर्गानिजम. त्यस्तै नम्बर 38 को क्वेसन रहेको छ हु सेड द्याट मोड अफ प्रोडक्सन डिटरमाइन कल्चर. यसको सही जवाफ हो नम्बर ए कार्ल मार्क्स. त्यस्तै 39 नम्बरको क्वेसन छ अकर्डिङ टु द प्रिलिमिनरी रिपोर्ट अफ द पपुलेसन सेन्सस अफ नेपाल 2022 विच प्रोभिन्स हेज द लोएस्ट नम्बर अफ हाउस होल्ड. यसको सही जवाफ रहेको छ नम्बर सी कर्णाली प्रोभिन्स. त्यस्तै नम्बर 40 को क्वेसन रहेको छ विच अफ द फलोइङ डज नट मेजर सेन्ट्रल टेन्डेन्सी. यसको सही जवाफ हो नम्बर सी स्ट्यान्डर्ड डेभिएसन. त्यस्तै नम्बर 41 को क्वेसन छ विच लिगल डकुमेन्ट अफ द नेपाल डिड फर्स्टली एन्ड सिस्टमेटिकल्ली एड्रेस द इस्यु अफ कास्ट एन्ड अनटचेबिलिटी. यसको सही जवाफ हो नम्बर ए सिभिल कोड अफ 1854. त्यस्तै 42 नम्बरको क्वेसन छ वाट इज द एभरेज एनुअल पपुलेसन ग्रोथ रेट अफ नेपाल अकर्डिङ टु द पपुलेसन सेन्सस अफ 2022. यसको सही जवाफ हो 0.93% अर्थात् सी. त्यस्तै नम्बर 43 को क्वेसन छ द डिभिजन अफ सोसाइटी इन्टु पर्मानेन्ट ग्रुप्स
linked with each other by the relationship of superiority and subordination is referred to as। यसको सही जवाफ हो नम्बर सी सोशल स्ट्राटिफिकेसन। त्यस्तै नम्बर 44 को क्वेसन रहेको छ द अथर अफ बुक क्यापिटलिजम एन्ड नेपाल इज। यसको सही जवाफ हो नम्बर ए चैतन्य मिश्र। त्यस्तै नम्बर 45 को क्वेसन रहेको छ विच वान अफ द बिलो इज अ पपुलर कल्चरल डान्स परफर्म मोस्टली बाई थारू कम्युनिटी इन नेपाल। यसको सही जवाफ रहेको छ नम्बर डी साकिया। त्यस्तै नम्बर 46 को क्वेसन रहेको छ हु इज द राइटर अफ बदलिदो नेपाली समाज। यसको सही जवाफ हो नम्बर सी चैतन्य मिश्र। त्यस्तै 47 को क्वेसन छ अकॉर्डिंग टू द सेन्ट्रल ब्यूरो अफ स्टैटिस्टिक्स व्हिच इज द सेकेन्ड लार्जेस्ट रिलिजन्स ग्रुप इन नेपाल। यसको सही जवाफ छ नम्बर ए बुद्धिस्ट। त्यस्तै नम्बर 48 को क्वेसन रहेको छ अकॉर्डिंग टू द 2020 रिपोर्ट अफ नेपाल राष्ट्र बैंक रेमिटेन्स कन्ट्रिब्युटेड अबाउट %% अफ नेपाल्स टोटल जीडीपी। यसको सही जवाफ रहेको छ नम्बर बी 23.3%। तपाईहरु यसमा चाहिँ नयाँ डेटामा अपडेटेड हुनु होला। अब चाहिँ सोध्दा 2025 को सोध्न सक्छ। त्यस्तै 49 नम्बरको क्वेसन रहेको छ व्हिच अफ द फलोइङ डिस्ट्रिक्ट्स इज लिस्टेड एज फलिङ इन द ब्याकवर्ड एरिया अफ नेपाल अकॉर्डिंग टू द कन्स्टिट्युसन अफ नेपाल 2015। यसको सही जवाफ रहेको छ नम्बर ए मुगु। त्यस्तै नम्बर 50 को क्वेसन रहेको छ अकॉर्डिंग टू द कन्स्टिट्युसन अफ नेपाल 2015 नेपाल इज करेन्टली अ। यसको सही जवाफ हो नम्बर बी फेडरल सेकुलर एन्ड डेमोक्रेटिक रिपब्लिक स्टेट। धन्यवाद। यी सबै 50 वटा क्वेसनको एन्सर सहितको भिडियो मैले यहाँहरुसँग प्रस्तुत गरेको छु। यसमा केही कमी कमजोरी भए या त्रुटि भयो भने सच्याउनु होला। भने तपाईहरुले लगभग आउने क्वेसन भनेको यस्तै हो र तपाईहरु अलि लेटेस्ट डेटामा चाहिँ अपडेटेड हुनु होला र क्वेसनहरुको फर्मेट चाहिँ यही नै हो। यससँग सम्बन्धित भएर आउन सक्छन् तर लगभग यति क्वेसनको एन्सर जान्नु भयो भने पनि एउटा आइडिया हुन्छ र तपाईले एक्जाममै पनि केही क्वेसनहरुको एन्सर चाहिँ यतिकै लेख्न सक्नुहुन्छ। तपाईहरुलाई इन्ट्रान्स एक्जामको लागि शुभकामना। धन्यवाद। मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला।